एक अंक पर्नु सक्छ सरस्वतीवादी सरस्वती मावि त्यति बेलालाई सरस्वती मावि त्यति बेलाले एक अङ्क जोडेर 5 बनाएको छ भने बाल्कनी मावि 2-5-2 3 पोइन्टको उता लिएको छ सरस्वती माविले सरस्वती मावि त्यति बेलालाई एक अङ्क जोडेर 6 बनाएको छ भने बाल्कनी मावि 2-6-2 सर्भिस यस्तै सिम्पल हाने हुन्छ टाइम लियो टाइम राम्रो यो बढी भएको बाल्कनी मावि तात्केले एक अङ्क जोडेर 4 बनाएको छ भने सरस्वती मावि त्यति बेला 9-4-9 फाइदा भएको छ 4-11-4 चेक गौरी पनि उठ्यो बाल्कनी मावि तात्केले एक अङ्क जोडेर 5 बनाएको छ भने सरस्वती मावि त्यति बेला 11-5-11 6 पोइन्टको निरन्तर लगातार लिएको छ सरस्वती मावि त्यति बेलाले बल राम्रो आउँछ बाल्कनी मावि तात्केले निष्पत्ति गर्न पनि झन् शङ्का गर्ने साथीहरू फली हेर फली भोलि पहिले 8 बजीतिर राष्ट्रिय मावि बेलले र सरस्वती हुटिङ दिदीको खेल्ने अस्तिबाटै खेल्न विचार गर्न आएको यो टोल नापी टोललाई नापी सबैलाई नापी नआएको टोल यो तपाईँ हाम्रो कोर्डिनेसनले राखेको त हो नि राम्रो सट हेर्छन् अनिवार्य भन्ने हाम्रो अनिवार्य ल्याएको त खतरा अहिले एउटा भयो फाइदा भएको छ शिशु कल्याण मावि सञ्चारलाई नम्बर लिएको छ 11-17
बल खडा हुन पुगेको छ यसको फाइदा बालको मेहनतलाई 18 फेरि पनि नम्बर जोड्न सफल भएको छ सिकेर नानी र 24 मा हुन्छ गोपाल सर नम्बर 12 मा जोड्न सफल भएको छ 19-12 7 नम्बरको खेल देख्न सक्छौँ हामी गीतावली अब जामचौरको मर्जको म्याच चौरपानी राष्ट्रिय कार्यक्रम अर्को टिम बनाउनु त त्यहाँ अर्को टिम बनाउने मैले यहाँ कसैलाई चिन्दैछु रामी अलि पछाडि दामी मेरो भन क्या असाध्यै घम्सी भइरहेको छ पहिलो खाता कसले खोल्ने भन्नेमा एकदमै दुवैतिरबाट स्टाइल चलिरहेको छ सरस्वती माविले डिफेन्स तर डिफेन्स चुकेछ बलले अवसर दिनेछ आहा एकदमै राम्रो सबै फेरि पनि लगातार अङ्क जोडिरहेको छ बालगण्डले फेरि पुनः अङ्क जोडेर 4-1 बनाएको छ बेस्ट अफ 5 3 हो सुरुमै बिगार्यो राम्रो बल आउँछ बल आज हावामै छ र कसको अङ्क आउनेछ एकदमै दुई टोलीहरू घरमा खेलिरहेका छन् फेरि पनि राम्रो डिफेन्स रहेको छ हेरौँ राम्रो स्पाइक तर डिफेन्सले उठाएका छन् बल प्रेस गर्न खोज्दा असफल भएर रोटेसन गलत भएको कारण यसको फाइदा सरस्वती माविलाई रहेको छ जससँगै सरस्वती माविले अङ्क प्रदान गरेको छ सरस्वती मावि 3 बालकन्या 6 राम्रो स्पाइकिङ सरस्वतीको हातमा बल रहेको छ यससँगै राम्रो प्लेससँगै सरस्वती माविले फेरि एक अङ्क थप्न सफल लगातार भइरहेको छ सरस्वती मावि 4 बालकन्या 6 खेल एकदमै प्रतिस्पर्धात्मक रहेको छ दर्शकहरू खचाखच गरिरहेको छ तर बल आउट हुन सक्यो यसको फाइदा यसै समय सरस्वती माविले 5 अङ्क ल्याइसकेको छ जम्मा 1 अङ्कको अन्तर रहेको छ अलि पछि हटाउन राम्रो डिफेन्सिङ राम्रो स्पाइक तर सरस्वती माविको हातबाट सिलिङमा बालकनी मावि राम्रो सिलिङ बल कटाएको छ यसैसँग सरस्वती माविकोले पनि बल कटाएर बालकनी माविको प्लेसिङ यो दोस्रो यो ऋतु यसलाई किन धारणा किन खेलायो भइसक्यो नानी कस्तो त्यसले रेतलाई दिन खोज्यो सरस्वती माविको यसैसँग सरस्वती मावि 7 बालकनी मावि 8 7-8
राम्रो सट राम्रो डिफेन्डिङ गरेर झुक्किन पुग्यो यसैसँगै सरस्वती माविलाई लैजा रिसिभमा सरस्वती मावि लैजा क्या ज्ञानी प्रयास गरेको थिइन् बहिनीले पठाउन असफल भइन् यसैसँगै बालकन्या माविलाई सरस्वती थोरै पनि राम्रो आछ। सर्भिसिङ र रिसिभिङ सरस्वती माविको राम्रो स्पाइकको लागि तयारीमा बालकनीको हातमा बल राम्रो प्लेसिङ तर सरस्वती माविले उठाउन सफल। यो रेस राइन्छ क्या बल हावामै उडिरहेको छ हेरौँ कसको हातमा पर्छ यो नम्बर कसको पोल्टामा खस्छ यो बल राम्रो स्ट्राइक गरेर सरस्वती माविले उठाउन सफल राम्रो डिफेन्डिङ बल कटेको छ बालकन्या माविको हातमा जालीले रोकिदियो बालकन्याको सटलाई स्ट्राइकलाई यसैसँगै सरस्वती माविले एक नम्बर खातामा ओइ त्यो केटो यता आउँदा त्यो नम्बर देखेन बालकन्या त्यो केटालाई हटा त सरस्वती माविको हातमा सर्भिसिङ त्यो स्कोर बिग्रियो बालकन्या माविको व्यक्तिको कारण सरस्वती माविलाई यसको फाइदा सँगै 10-10 पोइन्ट बराबर रहेको छ। सरस्वती माविको सर्भिसको राम्रो बल हेर क्या गरेको थिइन् तर सरस्वती मावि उठाउन सफल फेरि बालकन्याको हातमा स्पाइक रहेको छ र राम्रो डिफेन्डिङ सरस्वती माविको र प्लेसिङ राम्रो रहेको छ। अब फेरि बालकन्याको हातमा बल रहेको छ र सरस्वती माविले राम्रोसँग डिफेन्डिङ गरिरहेको छ अहिले बल हावामै रहेको छ र कसको फोल्डोमा बल खस्छ र कसले आफ्नो खातामा अङ्क जडान गर्छ हेर्न बाँकी छ। राम्रो डिफेन्डिङ गरिरहेको छ दुईवटै टिमबाट दर्शकहरू एकदमै आकर्षक हुनुहुन्छ कसको बलमा कसको कोठामा बल खस्छ भनेर एकदमै हामी पनि भएका छौँ बल एकदमै हावामा लगातार चलिरहेको छ राम्रो स्पाइक थियो तर बालकन्या माविले उठाउन सफल यसैसँग फेरि पनि सरस्वती माविको राम्रो स्पाइक बालकन्या मावि फेरि पनि उठाउन सफल र फेरि राम्रो प्लेस बालकन्या मावि रहेको छ